बस तिमी फर्केर आऊ भन्ने, किनभने हामी फर्किन जरुरी छ भन्ने। बस तिमी फर्केर आऊ। शब्दले नभएर मेरो हातले तिमीलाई बनाएको थिएँ। शब्दले नभएर मेरो हातले तिमीलाई बनाएको थिएँ। टाढा हुन्छौ कि भनेर नजिकैको बगैँचामा राखेको थिएँ। त्यो बगैँचामा तिमीलाई अपुग के नै थियो र? सबै कुरा तिमीलाई नै सुम्पिदिएको होइन र? बस त्यही एउटा फलसँगको बाचा न थियो। बस त्यही एउटा फलसँगको बाचा न थियो। त्यो बाचा हाम्रो लागि विश्वासको मूल खम्बा थियो। मूल खम्बामा बैरीले बन्चरो हानेको पत्तै पाएनौ। त्यहीबाट हाम्रो दूरी टाढा भएको होइन र? बस तिमी फर्केर आऊ। मेरो यादले तिमीलाई सतायो कि सताएन? मेरो यादले तिमीलाई सतायो कि सताएन? बगैँचाको तिमीलाई याद आयो कि आएन? दूरी घटाउनु पर्छ भनेर मनन गर्यौ कि गरेनौ? फर्केर जानुपर्छ भनेर सम्झ्यौ कि सम्झेनौ? तिमीलाई नसम्झेको पल कहाँ थियो र? तिमीलाई नसम्झेको पल कहाँ थियो र? भेट्न भनी सबै छाडी म आएको होइन र? तिमीलाई भेट्न त्यति सजिलो कहाँ हुँदो रहेछ? सम्बन्ध सुधार्न त ठुलो मोल चुकाउनु पर्ने रहेछ। बस तिमी फर्केर आऊ। कोर्राको चोट क्रुसको मृत्यु सबै बोझ उठाएको छु। कोर्राको चोट क्रुसको मृत्यु सबै बोझ उठाएको छु। बादल र कुहिरो सबै हटाइसकेको छु। सम्बन्ध सुधार्न सबै मोल चुकाइसकेको छु। तिम्रो लागि सबै कुरा तयार गरिसकेको छु। लिनलाई फेरि फर्किआउने बाचा गरेको छु। लिनलाई फेरि फर्किआउने बाचा गरेको छु। बस तिमी फर्केर आऊ। तिमी फर्केर आऊ। धन्यवाद।